पाइँदैछ, नयाँ नयाँ अनुभव गर्न पाइँदैछ। त्यही हो कुरो, जति जति दिनहरू बित्दै जान्छ उति उति नयाँ नयाँ अनुभवहरू, नयाँ नयाँ कुराहरू जानिँदैछ। त्यसैमा खुसी छ, तर अलिक यो दुःख चाहिँ गर्नुपर्छ, भागदौड चाहिँ गर्नुपर्छ जिन्दगीमा। भागदौड गरेन भने चाहिँ केही पनि हुँदैन रहेछ भन्ने कुरो बुझिँदैछ। अस्ति अब कोरिया भाषा पास गरेर कोरिया जाने भन्ने कुरो सपना देखियो दोस्रोचोटि। अब कोरो आइदियो, कोरिया आएर अब भिसा थप्ने कसरी भनियो। अब अहिले फेरि भिसा थप्दै जाँदाखेरि अरूपट्टि लाग्यो। यस्तै छ, जाम बेलुका बेलुका भएपछि जहिले जाम हुन्छ उयो। म अब युट्युब भिडियोमा सबै लगाउने छु।